नमस्कार, स्वागत छ मेरो युट्युब च्यानलमा। निङ्गुरेको सब्जी खानु मन लागेर तासी पकाएको थियो। मैले चाहिँ कराईमा तेल लाएको छु। यो तेललाई चाहिँ मजाले खऱ्याउनु दिनुपर्छ र तेल खरेपछि मैले प्याजलाई काटेर तेलमा लाएको छु। त्यो माथि ग्रिन चिल्ली लगाइसकेपछि मैले टमेटो पनि लगाएर अब यसलाई चाहिँ मजाले चलाउनुपर्छ। मैले चाहिँ यसरी मजाले स्वाई परेर चलाएको छु र अब चलाइसकेपछि मैले 1 स्पुन नुनलाई पनि एड गरिदिएको छु र अब चाहिँ नुन लगाइसकेपछि मैले लोकल चिज त्यो चाहिँ दोकानको हो र यसरी सानो सानो काटेर चाहिँ अगाडि नै लायो भने चिज पनि मजाले बिल्लिन्छ। प्याज र टमेटोलाई बेसी पाक्न दिनुहुँदैन र अब चाहिँ मैले निङ्गुरे फिडलहेडलाई पनि अब यसमा एड गरिदिएको छु। यो फिडलहेड चाहिँ हिजो पानी बनाउनु जाँदाखेरि जङ्गलदेखि टिपेर लिएर आएको थियौँ र निङ्गुरे चाहिँ हाम्रो यहाँ गाउँतिर मजाले फलिरहेको हुन्छ, उम्रिरहेको हुन्छ र मैले चाहिँ चोइ गरेर निङ्गुरेलाई मजाले मिक्स गरिदिएको छौँ, पकाएको छौँ र यसमा चाहिँ पानी लाउनु हुँदैन र मैले खोर्सानी पनि हल्का एड गरिदिएको छु। यो चाहिँ मेरो गार्डनदेखि टिपेर चाहिँ लिएर आएको थियौँ र अब चाहिँ लोकल चिज जोङ्खादेखि धासी भन्छ है, यो चाहिँ हिजो अस्ति भर्खर नै पारेको थिएँ मैले र यसमा एड गरेर चाहिँ छोपेर राख्नुपर्छ। निङ्गुरेको सब्जी पकाउँदाखेरि पानीमा पकाउनु हुँदैन, तेलमै मजाले फ्राई गर्नुपर्छ र यसरी आफ्नै पानी निस्किन्छ निङ्गुरेको र तपाईँहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ। इट्स भेरी डिलिसियस बुटमिक्स गरियो र हजुरहरूले पनि मेरो भिडियोलाई हेरेर बनाएर लिनु सक्नुहुन्छ र मेरो चाहिँ लोकल चिज जोङ्खादेखि धासी भनिन्छ। धासी बिल्लेपछि चाहिँ यसरी मजाले चलाउनुपर्छ र हेर्नुहोस् साथीहरू, एकदमै मिठो बनिएको छ र हेर्दा मुखबाट त थुक्कै निस्किसक्यो र यो सब्जीलाई चाहिँ बेसी पकाउनु हुँदैन किनकि ग्रिन भेजिटेबल हो र यसमा चाहिँ प्रोटिनहरू धेरै हुन्छ र यसलाई चाहिँ बेसी पकायो भने यति मिठो पनि हुँदैन र यसलाई चाहिँ हल्का पो पकाउनुपर्छ र मैले चाहिँ यहाँ मजाले चलाएर कभर गरिदिएको छु साथीहरू। र साथीहरू, हजुरहरूले पनि यो भिडियोलाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनुहोस्। हजुरले मेरो युट्युब च्यानललाई सपोर्ट गरिदिनुहोस् र हजुरहरूले सेयर गरिदिनुहोस्। यो सब्जी चाहिँ एकदमै फेमस हो हाम्रो बुद्धिस्ट कम्युनिटीमा र हजुरहरूले पनि घरमा बनाएर खानुहोस्। एकदम मिठो छ साथी हो, मिठो। यो सब्जी पकाउँदाखेरि ठुलो खालको खोर्सानी छैन भने तपाईँहरूले रेड चिल्ली पनि लाउन सक्नुहुन्छ र अब चाहिँ गाइस 70% जस्तो मेरो सब्जीले पाकिसकेको छ र यो सब्जीलाई एकछिन चलाउँदै राख्नुपर्छ। मेरो लोकल चिज र दोकानको चिज चाहिँ बिल्लिसकेको छ र हेर्नुहोस् गाइस, एकदम मिठो चाहिँ मिठो। वाउ गाइस,
फाइनली मेरो सब्जी चाहिँ पाकिसकेको छ र मैले फ्लेमलाई अफ गरेर चाहिँ सब्जी निकालेर यसरी स्वाइँ स्वाइँ चलाएको छ। एकदम फर्स्ट क्लासको बनिएको छ गाइस, हेर्नुहोस् गाइस, इट्स भेरी भेरी डिलिसियस। मेरो मुखदेखि त पानी निस्किरहेको छ। हजुरहरूले पनि यसरी मजाले बनाएर खानु सक्नुहुन्छ गाइस। इट्स भेरी भेरी डिलिसियस, फर्स्ट क्लास गाइस, फर्स्ट क्लास। इन्जोय।